हेलो नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल। आज चाहिँ म जङ्गलमा पासो थापेको मौरीहरू पासो थाप्दा आएको मौरीहरूको कन्डिसन कस्तो छ भनेर भिडियो बनाउँदैछु। तपाईहरुले चाहिँ कन्डिसन खोलेर देखाउनु भन्नुभएको थियो। जङ्गलमा चाहिँ खोल्नु अलि अप्ठ्यारो भएको कारण चाहिँ म आज सबै आएको मौरीहरूको भिडियो बनाउँदैछु। त्यो साथीहरु कस्तो कन्डिसनमा आएको छ यिनीहरु चाहिँ मैले प्राय जसो खोलेर खाली फ्रेमहरु चाहिँ निकालिसके। अब तपाईहरुले देखाउँदैछु म चाहिँ आज मैले चाहिँ यहाँ र उ त्यहाँ दुई घर चाहिँ यो ठाउँमा राखिरहेको छु, हेर्न सक्नुहुन्छ ठाउँमा, र अरु घर चाहिँ यहाँ तल छ। अरु चाहिँ तल सबै राखेको छु। यहाँ चाहिँ यहाँ र उ त्यहाँ परतिर छ। अब क्रमशः म तपाईहरुले देखाउने छु त्यो कन्डिसन चाहिँ कस्तो कस्तो खालको आएको छ भनेर हेर्नु होला। अन्तिमसम्म भिडियोलाई हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अलिअलि आवाजजात गर्दैछ। यो चाहिँ उ यहाँ परतिर यो चिलाउनेको रुखमा राख्दाखेरि आएको मौरी हो। यो चिलाउनेको रुखमा राख्दा र यहाँ राखिरहेछ। मैले चाहिँ कहाँदेखि कुन रुखदेखि ल्याएको मौरी कुन हो भनेर चाहिँ बिर्सिसकेँ होला। सबै मौरी चाहिँ याद हुँदैन होला, त्यही भएर कोही कोही मात्रै याद हुन्छ होला। धेरै मौरी ल्याउँदा चाहिँ मैले कुन रुखदेखि कुन मौरी ल्याएको भनेर अलिक गाह्रो भयो छुट्याउन। चाहिँ म सकेसम्म भन्ने छु त्यो कहाँदेखि ल्याएको भनेर। अब चाहिँ यो घर खोलेर हेर्दैछु साथीहरु। त्यसको लागि सुरुमा चाहिँ म यो स्क्रू खोल्नु पर्ने हुन्छ साथीहरु। स्क्रू ड्राइभर यहाँ छ साथीहरु। यहाँ स्क्रू लगाएको हुनाले चाहिँ मैले स्क्रू खोलिसकेँ। ओहो, बाहिरी ढक्कन साइड भित्र ढक्कन साइड आयो, देख्न सक्नुहुनेछ साथीहरु। मौरीको अवस्था चाहिँ यो बाहिरी भित्र ढक्कनसँग आयो स्क्रूले गर्दा, हेर्न सक्नुहुनेछ। र यो चाहिँ मैले कुनै कुनै ठाउँ चाहिँ यो जुन सुपर कक्षाको फ्रेमहरु लगाइदिएको थिएँ त्यसमा चाहिँ मैनहरु थियो, त्यही भएर मैन भएको चाकामा चाहिँ मौरी आउँछ भनेर मैले चाहिँ सुपर कक्षाको फ्रेम लगाइदिएको थिएँ। र यसमा चाहिँ सबैमा चाहिँ सुपर कक्षामै बसिरहेछ। सुपर कक्षाको फ्रेममै चाका लगाइरहेछ, हेर्न सक्नुहुन्छ। एउटा दुईटा तीनटा चारटा पाँचवटा सुपर को फ्रेममा चाहिँ चाका लगाएको छ। यो चाहिँ निकाल्नु पनि अलि नमिल्ने छ, हेर्न सक्नुहुन्छ। यसरी बाङ्गो बाङ्गो लगाइरहेछ, बाङ्गो बाङ्गो लगाइराखेको अवस्था छ, त्यही भएर यो निकालेर देखाउनु मिल्दैन। अब भोलि पर्सि सिधा गरिदिनु पर्ने हुन्छ साथीहरु। र मौरी संख्या चाहिँ यस्तो छ है त, 1 2 3 4 5वटा सुपरको फ्रेममा चाहिँ चाका लगाएको छ है त। म फेरि अब यो घरलाई छोपेर अर्को मौरी हेर्न जान्छु है त साथीहरु। त्यसै गरी म अर्को घर खोल्न लागिराखेको छु। यो घर चाहिँ चिउरीमा आएको मौरी हो। चिउरीको बोटमा राख्दाखेरि चाहिँ आएको मौरी है त्यो साथीहरु। हेरौँ, यसको पनि स्क्रू छ। मैले अब यो खोलेर देखाउँदैछु है त्यो साथीहरु। हेरौँ मौरीको देख्न सक्नुहुनेछ साथीहरु। यसमा पनि सुपर कक्षाको फ्रेमहरु रहेछ, देख्न सक्नुहुनेछ। र यसमा चाहिँ 1 2 3 4 5 लगभग 5 फ्रेम मौरी रहेछ भने सुपर कक्षाको फ्रेममा चाहिँ यसरी आएको छ। त्यो एउटा चाहिँ हैन रहेछ। र यसमा चाहिँ अलि सिधै छ, त्यही भएर म एउटा चाका चाहिँ निकालेर देखाउँदैछु। यसमा चाहिँ थोरै दसैँ छ। निकालेर देखाउँछु, त्यसमा चाहिँ राम्रै सिधै लागेछ। र सुपर कक्षाको फ्रेममा चाहिँ यसरी देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ चिसो सुरु भएर चरण पनि अब कम हुन थालेको छ, त्यही भएर चाकाको अवस्था चाहिँ खासै राम्रो छैन। यस्तो छ। र त्यही लगभग 5 फ्रेम बराबरको मौरी आएछ साथीहरु सुपरमै।
यो चाहिँ मैले सुपर कक्षीको फ्रेममा कक्षीको फ्रेममै बसेछ। यो सुपर कक्षीको फ्रेम चाहिँ मैले माइन भएको थियो र यसरी लगाइदिएको साथीहरु। म फेरि अब अर्को घरतिर हेर्न जान्छु। त्यसै गरी म अर्को ठाउँमा आइसके देख्न सक्नुहुन्छ। यो ठाउँमा चाहिँ मैले एउटा दुईटा तीनटा चारवटा पाँचवटा राखेको छु र 6वटा थियो। त्यसमा चाहिँ एउटा त्यहाँको चाहिँ भागेर गयो। थोरै मौरी थियो, यति थियो, एक मुठी पनि थिएन होला सायद त्यसमा चाहिँ। त्यो चाहिँ फेरि भागेर गएछ र अब यो यिनीहरू सबै चाहिँ पासो थाप्दा आएको मौरीहरू र म यिनीहरू सबैलाई अब खोलेर हेर्दैछु है त्यो साथीहरू। यसमा चाहिँ मैले खोलेको छैन रहेछ र आज फर्स्ट टाइम खोल्दैछु र देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ यसरी एउटा दुईटा तीनटा चारवटा 4 पाटामा यसरी काँटी लगाएको हुनाले यो चाहिँ पिलास, त्यसै गरी यस्तो काँटी निकाल्नेले पनि ननिक्लिने हुनाले यसरी पिलासले निकाल्नु पर्ने हुन्छ। त्यही भएर मैले चाहिँ मौरी आएको ठाउँमा चाहिँ भिडियो बनाउन सकिएन। देख्न सक्नुहुन्छ यसरी बिस्तारै निकाल्नु पर्ने हुन्छ र यो पनि निकाल्दैछ। यो चाहिँ मैले पनि हेरेको छैन है त्यो साथीहरू। यो चाहिँ कुन ठाउँ आएको मौरी भनेर पनि थाहा भएन। यिनीहरू चाहिँ मैले यसरी राखेको थिएँ सबै नयाँ मौरी पासोको रूपमा आएको, पासो थाप्दा आएको मौरी भएको कारणले यिनीहरू चाहिँ कन्फ्युज भए। कुन ठाउँमा कुन रुखमा आएको भनेर छुट्याउनु गाह्रो भयो त्यो साथीहरू। कन्डिसन चाहिँ खोलेर हेरौँ यसको कन्डिसन कस्तो छ। मौरी सङ्ख्या हेर्नुपर्छ साथीहरू। अब यो खोलेर हेर्दैछ त्यो साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू मौरी चाहिँ यतिको रहेछ है त। ठिकै छ, खासै थोरै चाहिँ छैन, यतिको मौरी जाग्छ। धेर पनि छैन, एउटा दुईटा तीनटा चारवटा पाँचवटा 6वटा जम्मा चाहिँ 6वटा फ्रेम छोएको रहेछ र यसमा चाहिँ खाली फ्रेमहरू पनि यसरी छ। देख्न सक्नुहुन्छ म एउटा निकालेर देखाउँदैछु। हेर्न सक्नुहुन्छ मह चाहिँ यसमा लागेको छ अलि र अर्को यसमा चाहिँ देख्न सक्नुहुन्छ बच्चाहरू पनि यसरी लगाएर राखेको छ है त्यो साथीहरू। र यस्तो कन्डिसनको छ। जम्मा चाहिँ 6वटा फ्रेममा चाहिँ चाकाले छुवाएछ तर मौरी सङ्ख्या चाहिँ खासै धेर छैन है त। 2 फ्रेम छ जम्मा सबैले जोड्दा, तर 6 फ्रेममा चाहिँ छुवाएको छ है त्यो साथीहरू। अब फेरि म यसलाई छोपेर अर्कै घर हेर्छु है त साथीहरू। त्यसै गरी म अर्को घर हेर्दैछु साथीहरू। यसमा पनि स्क्रुपै लगाएको छ काँटी र काँटी सर्वप्रथम खोल्छु म अनि हेर्नु पर्ने हुन्छ मौरीको कन्डिसन। यो चाहिँ मैले अस्ति हेरिसकेको रहेछु, फ्रेम चाहिँ निकालेको थिएँ खाली फ्रेमहरू। देख्न सक्नुहुनेछ साथीहरू। यसको चाहिँ यो भित्री ढक्कन नै गएछ है त्यो साथीहरू। र कन्डिसन यस्तो छ है त। मैले अस्ति सब अरू फ्रेम चाहिँ सबै निकालिए, मौरी भएको मात्रै छ अहिले। र मौरी सङ्ख्या चाहिँ यस्तो छ है त, थोरै नै छ, यो पनि धेर छैन मौरी सङ्ख्या। 1 2 3 4 5वटामा छुइराखेको छ, देख्न सक्नुहुन्छ। यसमा चाहिँ राम्रो मह लागेछ, थोरै भयो नि। र बच्चाहरूको कन्डिसन पनि त्यस्तो छ, राम्रै छ। र अब म फेरि अर्को घर हेर्छु है त्यो साथीहरू।
पल्लो घर यो छोपेर। त्यसै गरी साथीहरू अब यो अर्को घर हेर्न गइराखेको छु। यसमा पनि काँटी लाएको रहेछ साथीहरू। काँटी निकालेको छैन भनेपछि मौरी मैले हेरेकै छैन। र यो औसेट निकालेर म तपाईँलाई एकछिनमा देखाउँछु है त। यो चाहिँ मैले यो बाहिरी ढक्कन चाहिँ निकालिसकेँ र अब भित्री ढक्कन खोलेर हेरौँ है त साथीहरू। ए मौरीको अवस्था नाजुक रहेछ, थोरै रहेछ है त साथीहरू, थोरै छ। र चाका पनि यसरी छड्के पो लागेछ, हेर्नु सक्नुहुन्छ। एकै मुठी छ। यो पनि मौरी चाहिँ जगाउनुलाई गाह्रै छ है त साथीहरू, देख्नु सक्नुहुनेछ। यस्तो छ कन्डिसन, खासै देखिएन। यसको रानी त छ जस्तै छ, तर मौरी चाहिँ यति थोरै छ है त साथीहरू, देख्नु सक्नुहुनेछ। एकै मुठी मात्रै छ मौरी र यसलाई पनि छोपिदिन्छ है त साथीहरू। अब अर्को घर हेर्नुपर्छ। यो चाहिँ एकदमै थोरै छ, अहिलेको माध्यममा सबभन्दा थोरै। त्यसै गरी साथीहरू म यो अर्को घर हेर्न गइराखेको छु। यो पनि आफै आएको मौरी हो। अब यसको कन्डिसन हेरौँ कस्तो छ। र यसको पनि मैले यस्तो स्क्रु लगाइदिइरहेको छु, खोल्नु पर्ने हुन्छ स्क्रु चाहिँ। यो मौरी चाहिँ मैले अस्ति हेरिसकेको रहेछ। अब फेरि हेरौँ कति छ कन्डिसन। फाइनली साथीहरू कमिला पालन भएको अवस्था छ, देख्नु सक्नुहुनेछ। र काँटी यहाँ राखेर यसमा चाहिँ मौरी धेरै छ जस्तो छ है त साथीहरू। कमिला आमा यसमा चाहिँ राम्रो रहेछ कन्डिसन, तर कमिलाले पो यो देख्नु सक्नुहुन्छ। कमिला चाहिँ यसपालि लास्टै घरमा बसिरहेछ, चिसो धेरै भएको भएर होला। आमामा मौरीले सखा बनाउने भयो साथीहरू। अब यो यसमा चाहिँ 1 2 3 4 5 लगभग 6 फ्रेमै छ। त्यसै गरी फ्रेम पनि फुल छ है त, मुनिसम्मै छ बच्चाहरू चाकाहरू। यो कमिलाले लास्टै डिस्टर्ब गरिरहेछ। तातोमा चाहिँ बस्ने गर्दछ कमिला मौरी, त्यो न्यानो बनाइरहेको छ घर र त्यसमा चाहिँ बस्ने गर्छ। यो चाहिँ फ्रेम पनि निकाल्नु अलि बाङ्गो बाङ्गो लगाइरहेछ साथीहरू, निकाल्नु अलि नमिल्दा जस्तो छ है त। यी रानी देख्न सक्नुहुन्छ, ऊ यहाँ छ रानी। र चाकाको कन्डिसन चाहिँ राम्रो छ है त साथीहरू। यतिको मौरी राम्रोसँग वृद्धि हुन्छ अब। र देख्न सक्नुहुन्छ मह पनि अलिअलि लगाएको छ, खासै धेरै छैन। यो चाहिँ अहिलेसम्मको राम्रो मौरी देखिए त्यो फ्रेम मुनिसम्म फ्रेममा पनि लगाएको छ। र अब यसलाई पनि छोपेर म अब लास्टमा चाहिँ यहाँ भएको त्यहाँ एउटा घर छ त्यो देखाउने छु। त्यसै गरी साथीहरू मैले अर्को घर खोलेर हेर्दैछु। यो चाहिँ स्क्रु पनि खोल्न अलि आएन र मैले यसरी उक्काउँदैछु साथीहरू। यो घरको कन्डिसन हेरौँ अब। यो घरको कन्डिसन हेरौँ है त कस्तो छ अवस्था।
फाइनली साथीहरु यसमा पनि 1 2 3 4 5 6 वटा फ्रेमलाई चाहिँ यसरी छोएको देखिन्छ र मौरी संख्या चाहिँ यति छ है त साथीहरु ठिकै छ यो पनि यति छ हेर्न सक्नुहुन्छ यो चाहिँ फ्रेम गडबड भएछ यो चाहिँ यति छ अब चाहिँ यहाँ यो ठाउँमा राखेको सकियो अब चाहिँ म अब तल राखेको छु त्यसमा चाहिँ हेर्दै छु है त यसमा मैले अरु खाली फ्रेम चाहिँ अस्ति निकालेको थिएँ र यस्तो छ है त मौरीको कन्डिसन यिनीहरु चाहिँ सबै आफै आएको मौरीहरु त्यसैगरी साथीहरु यो पनि आफै आएको मौरी म खोलेर हेर्दै छु है त साथीहरु यसको चाहिँ कन्डिसन कस्तो छ हेरौँ है त एकचोटी साथीहरु देख्न सक्नुहुनेछ 1 2 3 4 5 6 फ्रेममा लगभग छुएको छ तर पनि यो पनि सुपर कक्षाकै फ्रेममा चाहिँ बसेको रहेछ देख्न सक्नुहुनेछ सबै सुपर कक्षाकै फ्रेममा बसेको छ साथीहरु यो त चाका निकालेर हेरौँ देख्न सक्नुहुन्छ चाकाकै अवस्था यस्तो छ र यसमा चाहिँ बच्चाहरु पनि राम्रो कन्डिसनमा लागिराखेको छ है त साथीहरु यी सुपरमा छ है त अब यसलाई बिस्तारै छाउरा कक्षाको फ्रेममा सार्नु पर्ने हुन्छ यस्तो मौरीले देख्न सक्नुहुन्छ साथीहरु अब फेरि म अर्को घर हेर्छु है त यसलाई छोपेर त्यसैगरी यो घर पनि आफै आएको मौरी हो र त्यही भएर म अब हेर्दै छु है त मैले नि हेरेको छैन यो चाहिँ फर्स्ट टाइम तपाईले देखाउँदै छु देख्न सक्नुहुनेछ यस्तो छ है त चाकाहरु चाहिँ देखियो अब यो भित्री ढक्कन खोलेर हेरौँ साथीहरु मौरी चाहिँ 1 2 3 4 5 वटा फ्रेममा चाहिँ यसरी टाँसाको छ र यो यहाँ चाहिँ पुरानै फ्रेम मौरी बसेको फ्रेममा नबसी नयाँ फ्रेममा चाहिँ बसेको छ है त साथीहरु देख्न सक्नुहुन्छ यस्तो कन्डिसन रहेछ ठिकै छ यहाँ पनि वर्ष होला यतिको देख्न सक्नुहुन्छ यति यसरी चाका लगाएपछि 1 2 3 4 5 फ्रेम लगभग म फेरि अब अर्को घर हेर्छु है साथीहरु त्यसैगरी आफै आएको मौरी मध्येमा यो पनि हो त्यही भएर यसलाई पनि हेर्दै छु त हेरौँ है त साथीहरु यो घरको कन्डिसन कस्तो छ है त कमिला त हेर्न सक्नुहुन्छ जताततै छ हेरौँ यसको कन्डिसन साथीहरु देख्न सक्नुहुन्छ यो पनि राम्रो कन्डिसनको मौरी छ आफै आएको हो यो पनि कुन ठाउँ आएको भनेर चाहिँ ठ्याक्कै थाहा भएन र यसमा पनि 1 2 3 4 5 6 7 वटा फ्रेम लगभग मा छ मौरी चाहिँ तर पनि चाका चाहिँ यसले बाङ्गो लगाएको छ है त साथीहरु देख्न सक्नुहुन्छ तर मौरीको संख्या चाहिँ राम्रो छ खै मौरी अलि सानो खोजिरहेछ र हेरौँ यस्तो छ बच्चाहरु पनि राम्रोसँग पारिरहेछ यस्तो छ है त साथीहरु यो पनि राम्रो छ 1 2 3 4 5 6 7 वटा फ्रेम लगभग छुएको छ है त साथीहरु त्यसैगरी साथीहरु यो पनि आफै आएको मौरी हो अब यसलाई पनि खोलेर हेर्दै छु त साथीहरु कन्डिसन कस्तो छ मौरी संख्या कस्तो छ हेरौँ र यसमा पनि यो कमिला लागेर चाहिँ खत्तमै छ र मौरी संख्या थोरै छ साथीहरु देख्न सक्नुहुन्छ यति छ यसमा पनि थोरै रहेछ र मैले अस्ति यहाँको अरु फ्रेम चाहिँ हटाइदिएको थिएँ र मौरी संख्या थोरै छ है त यति मात्र आएछ र कमिलाले चाहिँ सबै घरमा चाहिँ आक्रमण गरेछ यो मौरी तातो भएर बस्छ त्यही भएर कमिला पनि तातोमा बस्न आउँछ है त्यसरी यो कमिला चाहिँ
देख्न सक्नुहुन्छ मौरी सङ्ख्या चाहिँ यति छ। मुनि पनि खसी छैन है त, यति मात्रै छ। अब बढ्छ बढ्दैन के छ अब पछि हेर्दै जानुपर्छ साथीहरू। यस्तो आएछ। त्यसै गरी आफै आएको मौरी यो पनि हो एउटा, र यसलाई पनि खोलेर हेरौँ है त साथीहरू। मौरीको कन्डिसन चाहिँ कस्तो छ। यसको बाहिरी ढक्कन खोल्दैछु। यतापट्टि रहेछ मौरी चाहिँ, यो पनि देख्न सक्नुहुन्छ साथीहरू। मौरी सङ्ख्या चाहिँ थोरै छ। देख्न सक्नुहुन्छ यति छ है त मौरी सङ्ख्या। मैले अस्ति यहाँको अरू बाँकी खाली फ्रेम चाहिँ हटाइदिएको छु। 1 2 3 फ्रेममा चाहिँ अलिअलि छोएको छ, थोरै छ है त साथीहरू। यसरी आएको मौरी आफै आएको मौरी हो, हेर्न सक्नुहुन्छ यति छ। हेरौँ अब यो जाग्छ जाग्दैन मौरी चाहिँ। यति आएछ है त थोरै। यसपालि चाहिँ प्रायः जस्तो मौरीहरू चाहिँ थोरै मात्र आएको छ। यतिकै अवस्थामा छ है त साथीहरू। त्यसै गरी यो घरमा पनि मौरी चाहिँ आफै आएको हो, त्यही भएर यो घर पनि अब उघार्दैछ है त साथीहरू। हेरौँ बाहिरी ढक्कन निकाल्ने ओ सेट र भित्री ढक्कन खोलेर हेरौँ है त मौरी चाहिँ भागेछ है त साथीहरू। यसरी भागेछ। यो घरको चाहिँ थोरै थियो रहेछ सङ्ख्या, धेरै थिएन रहेछ र भागेछ। योसँग चाहिँ आफै आएको मौरी चाहिँ 2टा भागे है त साथीहरू।